ढाकाको कपडा अनि पित्तलको करुवाबाट प्रसिद्धि कमाएको जिल्ला हो पाल्पा। अहिले ती उद्योगहरूको अवस्था कस्तो छ त? अनि आफ्ना जनप्रतिनिधिहरूलाई पाल्पावासी के सोध्न चाहन्छन्? आजको साझा सवालको बहस पाल्पाको सदरमुकाम तानसेनबाट। साझा सवालमा विद्या चापागाईको नमस्कार। पाल्पा दरबारमा भइरहेको आजको साझा सवालमा 120 जना सहभागीहरूको प्रश्नको जवाफ दिनको लागि हामीसँग हुनुहुन्छ नेकपा एमालेका सांसद अनि पूर्व मन्त्री सोमप्रसाद पाण्डे, त्यसैगरी नेपाली कांग्रेसका सांसद हरिप्रसाद नेपाल नमस्कार, अनि नेकपा माओवादी केन्द्रका सांसद तुलसा राणा। नमस्ते। म कार्यक्रमको सुरुवात सहभागीहरूकै प्रश्नबाट गर्छु। मेरो नाम निरा श्रेष्ठ हो। मेरो घर यही तानसेन पाल्पामा पर्छ। मेरो श्रीमानको मृत्यु 2063 साल, योभन्दा 10 वर्ष अगाडि उहाँको पहिरोको कारण नै दुर्घटना भएर मृत्यु भएको थियो र उहाँको मृत्युले गर्दा आफ्नो परिवारमा धेरै कठिनाइ भोग्नु परिरहेछ अहिले पनि। अनि प्रत्येक वर्ष त्यो सिद्ध बाबाको बाटोमा पहिरो गएर धेरैजनाले ज्यान गुमाइराख्नु परेको छ। यो दुर्घटना रोक्नको लागि के कस्तो कार्यक्रम गरिएको छ र? अनि चुनावको बेलामा सुरुङमुनिबाट पुल राख्ने कुरा थियो, त्यो सुरु कहिलेदेखि हुन्छ, त्यो हुने छ कि नहुने छ कि त्यो बारे स्पष्ट बताइदिन हुन म सोमप्रसाद पाण्डेज्यू सांसदज्यूलाई अनुरोध गर्दछु। उहाँले चुनावको बेलामा सुरुङ मार्ग बनाउँछु भनेर कुरा गर्नुभएको थियो, तपाईँहरूमध्ये कसैलाई सम्झना छ? मेरो नाम गीता रिसाल, म्यालधारा 1 मा बस्छु। बुटोल टुडेमा पत्रिकामा सोमप्रसाद पाण्डेजीले मैले यो बुटोल खण्ड चाँडै नै निर्माण गर्छु भन्ने कुरा मैले पढेकी थिएँ। कति पहिला पढ्नु भएको? यो 4-5 महिना पहिला। सुरुङ मार्ग बनाउँछु त भन्नुभएको, तपाईँलाई त थाहा छ नि? मलाई थाहा छ, मलाई त किन थाहा नहुनु। हामीले सुरुङ मार्ग पहिलो प्राथमिकतामा राखेका छौँ। हजुर। त्यो बाटोको जुन अहिलेको अवस्था छ त्यसले जुन मानवीय क्षति भएको छ, अब यहाँ उहाँले पनि बताउनु भयो, त्योदेखि अब धेरै त्यस्तो घटना भएको कारणले हामी दुखी पनि छौँ। सुरुङ मार्ग यो बाटोमा बनाउनु पर्छ भन्ने लागेको र कुरा हुन थालेको कति वर्ष भयो? विदेशमा हामी कहीँ जाँदाखेरि देखिएका जुन सुरुङ मार्ग छन् त्यो देखिसकेपछि त्यो सुरुङ मार्गको जुन त्यहाँको निर्माण छ त्यस्तै यो पनि बन्न सक्छ भन्ने हाम्रो दिमागमा आएर, यो पुरै टेक्निकली नलेज होइन कि दिमागमा आएर, अनि त्यसपछि मैले प्राविधिकहरूसँग सल्लाह गरेँ। अनि प्राविधिकसँग सल्लाह गरिसकेपछि एउटा मिटिङ त्यही ठाउँमै जहाँ पहिरो खस्छ त्यो ठाउँमै मैले सडक विभागको डिडिजी अनि त्यसपछि यो पोखराको चाहिँ त्यहाँको क्षेत्रीय डाइरेक्टर अनि पाल्पाको यहाँको सडक विभाग प्रमुख अनि बुटोलको सडक विभाग प्रमुखलाई जुटाएर त्यहाँ एउटा मिटिङ गऱ्यौँ। अब यसको विकल्प निकाल्नुहोस्, कुनै हालतमा पनि यो 3 वर्षभित्र हामीले जसरी पनि यो बाटोमा सुरुङ मार्ग अथवा यसको जुन रोकथाम गर्नुपर्छ, यो क्षति जे भएको छ यो क्षति हुन दिन हुँदैन, त्यसको तपाईँले बाटो निकाल्नुहोस्। अरू भौतिक सुविधाको मतलब साधनको निम्ति आर्थिकहरू जुटाउनु पर्ने अथवा अरू खालका चाहिँ कानुनी प्रोसेस पुर्याउने कुरामा हामी लाग्छौँ। तपाईँले टेक्निकली तपाईँले बताइदिनुहोस्। 3 वर्षमा तपाईँहरूले बनाउने भनेर मोटामोटी तपाईँहरूले तयारी गर्नुभएको छ भनेपछि कति काम भयो? खास गरेर चाहिँ मैले अब चाहिँ सडक विभागलाई के अनुरोध गरेको भन्दाखेरि चाहिँ टेक्निकली हामीलाई त्यो बारेमा जानकारी छैन, तर मैले संसारका सबै ठाउँहरूमा त्यस्ता मुलुकहरू छन् जहाँ यस्तो खाल सुरुङ मार्ग बनाइएका छन्, त्यो हेर्दाखेरि बन्न नसक्ने कुरा मैले मान्दिनँ। अनि त्यसपछि गएर चाहिँ उहाँहरू वर्कआउट गर्नुभएको छ। अहिले चाहिँ एउटा टिम बनेको छ, टेक्निकल नलेज। अब हामीले चाहिँ चाहेको भनेको चाहिँ अब उहाँहरूको भनेअनुसार कम्तीमा 5 वर्ष लाग्छ भन्ने हामीलाई जानकारी दिनुभयो। मैले भने 3 वर्ष कोसिस गर्नुहोस्, जतिलाई छिटो गर्नुहोस्, तर चाहिँ काम सुरु गर्नुहोस् भनेर हामीले भनेको छौँ। त्यहाँ मैले सेते कपाल फुलेको बुवालाई देखेको छु पछाडि। सिद्धार्थ राजमार्ग पाल्पाको विकासको मेरुदण्ड हो, तर अहिलेसम्म पनि त्यो बाटोको राम्रो मर्मत पनि सम्भार हुन सकेको छैन। त्यसमा पनि केही वर्ष यता आएर झन्डै चाहिँ 2 दशकभन्दा बढीदेखि अत्यन्त सिद्धबाबा क्षेत्रमा पहिरो गएर त्यहाँ धेरै धनजनको क्षति भएको अवस्था छ। तर यसको लागि यहाँहरूबाट कस्तो प्रयास भएको छ? दूरगामी असर नपर्ने किसिमबाट सधैँको लागि स्थायी तोको निम्ति यहाँहरूको प्रयास के छ? नमस्कार, म जीवन आचार्य, म पाल्पाको स्थानीय बासिन्दा। झन्डै 48 सालतिरदेखि राजनीतिक अभ्यासमा सक्रिय हुनुभएको नेताहरूलाई अगाडि मञ्चमा देख्न पाइएको छ। सिद्ध बाबाले धेरैको ज्यानलाई लगिसकेको छ र तत्कालीन समयमै राजनीतिक
प्रतिबद्धताका रूपमा त्यो बेलादेखि आजसम्म हाम्रा सम्मानीय नेताहरूले सिद्धबाबालाई पहिलो इस्युको रूपमा पाल्पाको विकासको मेरुदण्डको रूपमा अथवा त्यो विकास गर्नको निम्ति चाहिने सबैभन्दा महत्त्वपूर्ण चिजको रूपमा उठाउन पनि छोड्नु भएको छैन। तर यो छेपाराको कथा जस्तै भयो। हरेक वर्ष असार लागेपछि त्यहाँ गाडीहरू खस्न थाल्छन्, त्यहाँ पहिरोले 2-4 जना मानिसहरू मर्न थाल्छन्, मिडियाहरूले त्यसलाई कभर गर्छ, नेताहरू आउनुहुन्छ, सम्बोधन गर्नुहुन्छ र यो बाटो बनाउने हाम्रो प्राथमिकताको विषयवस्तु हो भन्नुहुन्छ। तर आजसम्म सिद्धबाबाको बाटोको कुरा जस्ताको तस्तै छ। हस्, म हरिप्रसादजीको जवाफ लिन चाहन्छु। तपाईँ 48 सालदेखि सांसद हुनुहुँदो रहेछ, त्यतिखेरदेखि अहिलेसम्म तपाईँको चुनावी नारामा सिद्धबाबाको पहिरोको समस्या समाधान गर्छु भन्ने कुरा त परिराख्या होला नि? सिद्धबाबा मेरो क्षेत्रमा त पर्दैन। तपाईँको क्षेत्रका सहभागीहरू मलाई भन्न दिनुहोस् न, सिद्धबाबा चुनावी नारामा पर्छ कि पर्दैन भन्दा चुनावी नारा 2 किसिमको हुन्छ, एउटा पार्टीको हुन्छ, एउटा क्षेत्रगत हुन्छ। पार्टीको नारामा, नेपाली कङ्ग्रेस पार्टीको नारामा यो चाहिँ इस्यु पर्छ। म 3 नम्बर क्षेत्र पर्ने भएको हुनाले मैले त्यसलाई पर्दैन भनेको। तपाईँको उद्योग भनिसकेका नागरिकहरू त्यो बाटो भएर हिँड्न त हिँड्छन् नि। पाल्पाको हो पहिलोचोटि त तपाईँको बाटोमा चाहिँ नि तपाईँको सुरुङ मार्ग बनाउने अभ्यास चाहिँ नि नेपाल सरकारले 9 नागढुङ्गा भएर पहिलोचोटि गर्न थालेको छ। मेलम्चीमा चाहिँ हामी यहाँ सुरुङको चाहिँ नि टेक्नोलोजी भएको भए त यति साल लाग्थेन नि। हामीले यही सिद्धबाबा देखाएर मन्त्रीलाई लाएर देखाएर त्यति बेलाको तत्कालीन मन्त्री अहिलेका गृहमन्त्रीले अनि युनिभर्सिटीका प्राध्यापकहरू भिसीहरूलाई बोलाएर ल अबदेखि यो सुरुङ टेक्नोलोजी पनि पढाउन पर्यो भन्नेतिर हामीले नै सुरु गरेका छौँ। भनेपछि सिद्धबाबाको पहिरो चाहिँ तपाईँहरूलाई राजनीति गर्नको लागि त्यही आवश्यक परिराख्ने भयो? होइन, नसक्ने कुरा आफूले गर्न सकिँदैन भनेदेखि त्यो सपना किन बाड्नु? त्यसैले सुरुङ मार्ग नगइकन त्यसैले मैले सदनमा, तपाईँहरू सुन्नु भएको छ, मैले सदनमा के भनेको छु भने जबसम्म चाहिँ सुरुङ तयार हुँदैन, सुरुङ तयार नहुँदासम्म अहिलेको बाटो जति छ त्यो खण्डमा डबल बनाऊ, माथिबाट ढुङ्गाहरू आए पनि कमसेकम ज्यान नजाओस् भनेर मैले सदनमा विकल्प दिएको छु। त्यो विकल्पै दिएको दिन साँझ विष्णु पौडेलजीले चाहिँ हाम्रो लुम्बिनी अञ्चलका सांसदहरू, उहाँ मान्य सांसद पनि हुनुहुन्छ, बैठक पनि बोलाउनु भयो। त्यसपछि ल 3 जनाको चाहिँ समिति बनाउने भन्ने पनि निर्णय भयो। अनि तर त्यसपछि सरकार बदलियो, त्यो समितिले बनाएको निवेदनमा हामीले सही हाल्न पाइएन। जहिले पनि सम्भाव्यता अध्ययन भएर आउँछ, अहिले पनि सिद्धबाबाको पहिरो सम्भाव्यता अध्ययन भएर बजेट विनियोजन भएको छ। तुलसाजी, तपाईँकै पार्टीले सरकारको नेतृत्व गरिराखेको छ, सिद्धबाबाको पहिरोको लागि भनेर यही वर्ष पनि स्तरोन्नतिको लागि भनेर यही वर्ष पनि 5 करोड 40 लाख रुपैयाँ छुट्याइएको रहेछ। हरेक वर्ष त्यहाँको स्तरोन्नतिको लागि भनेर करिब 50 लाख रुपैयाँ भन्दा बढी पैसा चाहिँ छुट्याइन्छ। तर बन्छ चाहिँ कहिले त? हामी पाल्पाको सांसदहरू, पाल्पाको राजनीतिक दलहरू बसेर हामी चाहिँ पटक पटक डेलिगेसन पनि गयौँ। यो विषय चाहिँ छिटो समाधान हुनुपर्छ भनेर सरकारलाई पनि हामी धेरै पटक घचघच्यायौँ। 11 करोड रुपैयाँ त अहिलेसम्म त्यो पहिरो रोकथामको लागि भनेरै खर्च भइसकेको रहेछ। हरेक वर्ष 15 देखि 16 जना मान्छे त्यहीँनिर बित्छन्। जुन बजेटहरू छुट्टिएको छ त्यो सही तरिकाले चाहिँ जुन तरिकाले लाग्न पर्ने हो, त्यहाँ खर्च हुनुपर्ने हो, व्यवस्थापन हुनुपर्ने हो, त्यो चाहिँ नभएको हामी जनप्रतिनिधिको हैसियतले पनि त्यो महसुस चाहिँ गरेका छौँ। थाहा छ उसो भए त्यो कुरा तपाईँलाई? थाहा छ हामीलाई। अनि गर्न सक्ने चाहिँ केही हुन्न? गर्न सक्ने हामीले गर्ने तपाईँहरू नै हामीले गरिराखेका छौँ, गरिराखेका छौँ, आवाज उठाइराखेका छौँ, भनिराखेका छौँ। कति वर्ष जति लाग्ला त अब तपाईँहरूले खोजे जस्तै गरी त्यो सिद्धबाबाको पहिरोको समस्या समाधान हुनको लागि? प्राविधिक चाहिँ होइन, जनताको प्रतिनिधिको हैसियतले छिटोभन्दा छिटो बन्नुपर्छ भन्ने आवाज चाहिँ उठाएकै हो, उठाइराख्ने छु। पूर्व मन्त्रीज्यूले 5 वर्ष भन्नुभयो, त्योभन्दा छिटो हुनुपर्छ भन्ने कुरामा चाहिँ हामी लागिरहन्छौँ। भनेपछि तपाईँहरूको लागि यो अब हुने भनिएको छ, कहिले होला त्यो थाहा छैन, तर त्यतिखेरको चुनावको लागि पनि एउटा राम्रै नारा चाहिँ बाँकी नै रहेछ।
म एकचोटि सहभागीहरू कहाँ पुग्छु। मेरो नाम निलम खनाल, म स्नातक तेस्रो वर्षमा अध्ययन गर्दैछु अहिले। सडक बाटोघाटो सम्बन्धी कुरा गर्दा गर्दै मैले यहाँ के कुरा जोड्न चाहेँ भने हाम्रो खिलराज रेग्मीज्यू प्रधानमन्त्री हुँदा र सोमप्रसाद पाण्डेजी मन्त्री हुँदाखेरि मालपाको माडीफाटमा चाहिँ रिङ रोड बन्ने भन्ने कुरा थियो, अनि यस्तै एयरपोर्ट पनि बन्ने कुराहरू आइरहेको थियो। विकास बजेट नपरेको त होइन नि, त्यो कुराहरू कहाँसम्म पुग्यो, कार्यान्वयन कहाँनिर भइरहेको छ कि सरकार परिवर्तन सँगसँगै विकासका योजनाहरू पनि परिवर्तन भएका हुन् त? धन्यवाद। सम्झना छ सोमप्रसादजी? के भन्नुभएको किताब पनि ल्याएको छु मैले। हजुर, किताब पनि लिएर आएको छु। एयरपोर्ट कहिले बन्छ, रिङ रोड कहिले बन्छ, सपना त बाड्नु भएको रहेछ। जुन रिङ रोडको कुरा उठाउनु भयो, म त्यही भएर किताब लिएर आएको छु एउटा। 2052 सालमा मैले माडीफाट रिङ रोड भनेर बजेट एलोकेट गरेको थिएँ। यो रातो किताबको यो के अरे विनियोजन विधेयक विनियोजन गरिएका के अरे योजनाहरूको बाँड्ने यो चाहिँ प्रत्येक वर्ष निस्कन्छ। त्यसको चाहिँ 43 नम्बर पेजको यो चाहिँ माडीफाट रिङ रोड यहाँ छ। यो मैले त्यति बेला मैले माडीफाटको विकासको निम्ति 54 किलोमिटर लगभग पर्ने त्यो माडीफाटबाट कम्तीमा आधा किलोमिटर माथि वारपार पुरै रिङ रोड बनाएर त्यसमा बस्ती बसाउने, तर माडीफाटमा कोही पनि बस्ती बस्न नपाइने भन्ने हिसाबले त्यसको चाहिँ मैले सोच परिकल्पना गरेका थिएँ। म 51 सालमा निर्वाचित भएर गइसकेपछि मेरो पहिलो प्राथमिकता यसमा थियो र मैले 52 सालमा रातो किताबमा राखेर योजना पार्न सफल भएको थिएँ। त्यसको निरन्तरता अहिले भएको छ र केही वर्ष पहिला त्यो रिङ रोडको जुन हाम्रो योजना हो त्यस अलि बढी बजेट चाहिँ पर्यो र अहिले अब लगभग आधा जति बाटो खनिएको ग्राभल मात्रै भएको अवस्था छ र यसलाई सकेसम्म छिटो पुरा गर्नको निम्ति हामी चाहिँ लागेका छौँ। म पनि लागेको छु, हाम्रो चाहिँ भनौँ नेपाल सरकारले पनि त्यसमा प्राथमिकता दिएको छ। 10 करोडभन्दा बढी पैसा यसपटक पनि छुटिएको छ। त्यो चाहिँ बहुवर्षीय ठेक्का अन्तर्गत यो माडीफाटको वरिपरि रिङ रोड निर्माण गर्नको निम्ति यो चाहिँ काम सुरु भएको छ। किनकि अहिले जुन स्पिडमा काम भएको छ यसले छिटै हुन्छ भन्ने विश्वासमा म छु। हस्, म सहभागीहरू कहाँ पुग्छु। फेरि बाटोकै कुरा गर्दाखेरि त्यहाँ चौथो लहरमा रातो ज्याकेट लगाउने सहभागी। मेरो नाम चेतन सारू, गाउँ चाहिँ चापानी 4 र यो बाटोकै कुरा गर्दाखेरि हामीले 11 करोड जुन छुट्याइयो भन्ने सुन्नमा आयो अहिले सिद्ध बाबाको र यो खर्च भइसक्यो, तर यो छुट्याइएको त्यो मर्मतको लागि हो या आफ्नो कार्यकर्ता पाल्नको लागि त्यो चाहिँ जानकारी पाऊँ। र यदि मर्मतको लागि हो थियो भने त्यो 11 करोड त अहिले त हामीले लगभग 50% देखिसक्नु पर्थ्यो, तर त्यो हामीले देखिएको छैन। र अर्को कुरा म के भन्न चाहन्छु भन्दा म एउटा वैदेशिक रोजगारमा गएर कोरियामा गएर हामीले कोरियाको एउटा समाजले एउटा दुर्घटना न्यूनीकरणको लागि कन्भेक्स मिरर ल्याएर मेरै मातहतमा सबै साथीहरूलाई ल्याएर 30 वटा मैले जोड दिएको छु। प्रत्येक मोडमा सायद तपाईँहरूले देख्नु होला। र त्यसको अहिले चाहिँ समस्या के आइरहेको छ भन्दा त्यसको चाहिँ सुरक्षित भइरहेको छैन। त्यसको सुरक्षाको लागि 3 जना सांसदहरू हुनुहुन्छ। यसलाई केन्द्रबाट हुन्छ या यो जिल्लाबाट हुन्छ, कुनै पनि विविध बजेटबाट त्यसलाई सुरक्षित निरन्तरता दिइराखियो भने राम्रो हुन्छ भन्ने मलाई लाग्छ। धन्यवाद। सरकारले दिनु त कता हो कता, परदेशमा दुःख गरेर जडान गरिएको पनि संरक्षण होला नहोला भन्ने चिन्ता गर्नुपर्ने अवस्था रहेछ। हरिजी, एयरपोर्टबाट थालौँ। हुन्छ। एयरपोर्टको लागि गत वर्ष 15 ठाउँमा मैले पाल्पाको कहाँ सम्भाव्य छ रामपुर छोडेर अध्ययन गराएँ। म आफै सबै ठाउँ गएँ। 3 ठाउँ चाहिँ मात्र सानो प्लेनको लागि सम्भाव्यता देखियो। पूर्वमा रामपुर अनि मुजुङमा। मुजुङ यहाँबाट 15 किलोमिटर टाढा पर्छ, उल्टो पर्छ भन्ने भयो। रामपुरको हामीलाई काम लाग्दैन। अब यो श्रीनगरको विचार गर्दाखेरि हामीलाई त हेक्का पनि थिएन, जम्मै रोकेछु उता फर्किया रहेछ। हावा टेस्ट गर्दा 12 बजेपछि ल्यान्ड गर्न नमिल्ने रहेछ। 12 बजेसम्म भए पनि गरौँ भनेको, फेरि सानो मात्र एयरपोर्ट बन्ने, ट्विन अर्डर फेरि फेज आउट हुन्छ कि भन्ने पनि सम्भावना रहेछ। त्यसैले यसपालि मैले चाहिँ नि नागरिक उड्डयन मन्त्रीसँग त्यो श्रीनगरको उतापट्टिको जुन फिल्ड छ नि पुरा पार्लेवनसम्म त्यहाँ सर्वे हुनु पर्यो भनेर मैले निवेदन नै दिएको छु। यो निवेदन मेरो हातमै मैले लिएर आएको छु। 1 महिनाभित्र त्यो श्रीनगरमा चाहिँ एयरपोर्टको सर्वेको लागि मान्छे लिएर आउँछु। हस्, धन्यवाद। त्यसै म उहाँको प्रश्नको जवाफ चाहिँ तुलसाजीबाट लिन्छु। यहाँहरूले जुन पर्यटन गर्नुभएको छ अत्यन्तै राम्रो पर्यटन गर्नुभएको छ। हामीले पनि देखिरहेका छौँ कन्भेक्स मिररहरू बाटो बाटोमा राख्नु भएको छ। यसको जगेर्ना गर्नको लागि, यसलाई अझ बढाउनको लागि तपाईँहरूको माझमा म यो कुरामा अगाडि बढ्ने
प्रतिबद्धता जाहेर गर्दछु। हस्, धन्यवाद। म फेरि सहभागीहरूको कुरा सुन्छु। मेरो नाम उमा विश्वकर्मा, तानसेन 12 धरमपानीबाट। बाटोघाटोको कुरामा गर्दाखेरि यो होलाङ्दीबाट ढुङ्गाखानी हुँदै तम्घासको लागि बाइपास बाटो निर्माण गर्ने भनेर म 8-9 क्लास पढ्दाबाट त्यो योजनाहरू कुरा भइरहेको थियो र बजेट पनि परेको थियो। हालमा मास्टर फर्स्ट इयर पढ्ने स्टुडेन्ट भए कि अहिले त्यो बाटोको स्थिति कस्तो छ त्यो राजनीतिक दलहरूले, राजनीतिक विशिष्ट मान्छेहरूले हेर्नुपर्छ पर्दैन। बाटोको स्थिति छ हुँदा गर्दै गर्दा त अहिले तम्घासको बाटो करिब 1 महिना जति त्यही तल होलाङ्दी हुँदै ढुङ्गाखानी जोडिन पुग्यो। स्टुडेन्टहरू, बच्चाहरू, बुढीहरू हिँड्न नसकिने, गाडीहरू वारपार गर्न नसकिने स्थिति छ। हुँदै हिँडिरहेको छ। इभन यतिसम्मको कष्टकर स्थिति भने उता ढुङ्गाखानीबाट यता बनाउँदै आउने, होलाङ्दीबाट पनि उता बनाउँदै जाने, बिचमा गएर कहाँ छुट्टिने त? 2-3वटा ठेकदार लगाउने। यो हेर्ने कसले? ठेकदारलाई भएन भनेर रोकेर घरमा लगेर छोडेर आउने समेत कार्य भयो। यहाँ को इरेस्पोन्सिबल हो त? उहाँले भन्नुभएको त्यो त तपाईँको निर्वाचन क्षेत्रमा पर्छ होला नि, होइन हरिजी? मेरो निर्वाचन क्षेत्रमा पर्दछ। अब जिम्मेवारी उहाँले भने जस्तै तपाईँले लिनु पर्यो। मैले लिन्छु, त्यसको जिम्मेवारी मैले लिन्छु। हाम्रो प्रिक्रुटमेन्ट एक्ट चाहिँ नि को कमी कमजोरीले गर्दा ठेक्का लिने भाग्ने एउटा ठेकेदार भाग्यो, अर्को ठेकेदारलाई ल्याएर भए पनि भनेको छौँ उसलाई अक्कर पारेर सिडिओ कार्यालयमा बोलाएर हामीले गर्ने त्यही त हो। जनप्रतिनिधिले आफै सानोतिनो बाटो त कोदाल लाएर आफै पनि खन्न गइरहेछ, जनतालाई परिचालन गरिएकै छ। ठुलो चाहिँ ब्ल्याक टप गर्ने कुरा त हामी व्यक्तिगत रूपले गर्ने कुरो होइन। पाल्पामा मात्रै करिब 2200 किलोमिटर जति धुले माटे बाटो सहित त्यति जति रहेछ। अब ती सबै जुन बनेका बाटोहरू छ ती बाटोहरूमा राम्रैसँग आरामले मोटर गाडी गुड्ने दिन चाहिँ कहिले आउला त? हरेक मेरो गाविसको हरेक वडामा प्रसुति व्यथा लाएर अस्पताइराखेको छ महिलाहरूले, मोबाइलबाट चाहिँ नि एम्बुलेन्स मगाएर चाहिँ हस्पिटल जान सकोस् भन्ने लक्ष्यको साथ गएका छौँ। मेरो कार्यकालभित्र मेरो क्षेत्रमा सबै चाहिँ ओडामा चाहिँ मोटर बाटो टच हुन्छ, म विश्वास दिलाउन चाहन्छु। आउने सालको माघ 7 गते हाम्रो म्याद सकिन्छ भने हामी आफै संविधानमा लेखेका छौँ। त्योभन्दा पहिले 3 नम्बर क्षेत्रको कुनै पनि ओडामा चाहिँ बाटो पुगेन भने त्यसको रेस्पोन्सिबिलिटी मैले लिन्छु। उहाँले भने जस्तै गर्न सकिन्छ। अहिले चाहिँ पाल्पा क्षेत्र नम्बर 2 जहाँबाट म निर्वाचित भएको छु, 22 गाविस छ। 22 गाविसको 198 वडा हुन्छ। त्यो प्रत्येक वडामा गाडी पुग्छ, कुनै वडा पनि गाडीले नपुगेको छैन। यो म निर्वाचन 12 महिना पुग्छ, 12 महिना पुग्दैन, बर्खामा पुग्न सक्दैन। कच्ची बाटो छ, यो देशभरिकै समस्या हो। अहिले हामी झन्डै 64,000 भन्दा बढी किलोमिटर चाहिँ बाटो बनाएका छौँ देशमा। अब अप्ठ्यारो पनि छ, त्यसले गर्दाखेरि चाहिँ 12 मास पुग्न चाहिँ गाउँसम्म वडासम्म बाटो पुग्ने दिन चाहिँ कहिले आउला त? अब हामी त कल्पना चाहेछौँ चाँडै आइदियोस् भनेर है। अब अप्ठ्यारो पनि छैन, मुलुक अलिकति चाहिँ थोरै अग्रगमनमा गयो, चाँडै हामीले चाहिँ अब फड्को मार्न सक्यो भनेदेखि समय लामो लाग्दैन भन्ने म विश्वस्त छु। सिद्ध बाबाको पहिरोको बारेमा अहिले के गर्न सकिन्छ भने अहिले एउटा नयाँ प्रविधि हामीले त्यहाँ सुरु गरेका छौँ। त्यसको निम्ति मैले नै प्रयत्न गरेको थिएँ। अस्ट्रियाको एउटा त्यो नेट एउटा चाहिँ त्यो जुन रकफल हुँदाखेरि त्यो चाहिँ नेटले छेक्ने गरी चाहिँ एउटा चाहिँ काम सुरु भइसकेको छ। यो अस्ट्रियाको प्रविधि हो। मैले जापानमा पनि केही ठाउँमा देखेको थिएँ त्यो प्रविधि लगाएको। अहिले यो चाहिँ सुरु भएको छ। यो के हो भने यो थायी होइन, अस्थायी हो। यो चाहिँ 5 वर्षको छेक्न सक्यो भने 5 वर्ष हामी सुरु मार्ग बनाउला भन्ने कुरो भएको छ। र बजेट एलोकेट हुँदाखेरि अब पहिलो त भनौँ त्यो नौबिसेबाट काठमाडौँ निकाल्ने एउटा सुरुङ मार्ग कुरो भयो। अब प्रविधि सुरु हुँदैछ नेपालमा र मलाई ठुलो एकदम पुरा यो प्रविधि नै छैन, त्यसका ठुलो समस्या पर्छ। यो चाहिँ सुरुङ मार्ग बन्नै सक्दैन भन्ने पक्ष म छैन। मैले यही रोके मैत्री सहभागीहरु यहाँ पछाडी चस्मा लगाउने सहभागी तपाईको लिए मैले म राजेश हृदय पेसाले प्राध्यापक तानसेन। विशेष त तानसेन पाल्पालाई चिनिने दुईटा कुरा, एउटा ढाका पाल्पाल ढाका र अर्को करुवा। यो दुईटै कुरा आजभोलि अलिकता थोरै खुम्चिएको छ भन्दाखेरि दुःख छ हामीलाई कि हाम्रो पहिचान हाम्रो साथमा छ। हाम्रो मान्य जिल्मी सायद त्यो टोपी पाल्पाल ढाका टोपी हरि प्रसाद नेपाल जिल्लामा टोपी चाहिँ यो सिमाना पारेकै जस्तो लाग्छ मलाई। त्यो त अलि कुरा बुझिनँ मैले के भन्न खोज्नु भएको। ढाका टोपी चाहिँ हो तर पाल्पाली होइन भन्नु कि जस्तो लाग्छ मलाई। मैले सीमापारी भनेको कहाँ हो? मेरो चाहिँ उतै किन्नु भयो हो कि हरिजी? कता किन्नु भयो? सीमापारी गएर किन्नु भयो हो? यही नै किन्या हो हैन। उहाँको आशय चाहिँ नि यहाँको चाहिँ उद्योग चाहिँ नि अलि कम भएर द्वन्द्वको टाइममा अब इन्डियनहरूले यहाँबाट सिप लिएर गएर
बोर्डर पारी लग्यो भन्ने भनाइ छ। त्यहाँ बनाउँछ ल्याउँछ भन्ने पाल्पाली ढाका टोपी चाहिँ बोर्डर पारी बन्ने लैजान्छ भन्ने त्यो उहाँको आशय त्यही होला। मैले त यही किनेको हो। ढाकाहरू पाल्पाको असली ढाका होइन उसो भए छ यहाँको नि हाम्रो पाइन्छ। ग्राहकहरू थोरै सस्तो पनि खोज्छन् अनि राम्रो हेर्दाखेरि यस्तो राम्रो देखिने खोज्छन् त्यो कारण पनि हुनसक्ला। तर पाल्पाली ढाका टोपी अरू यहाँ 2-4 सरस्वती ढाका उद्योग अरू ढाका उद्योग पनि छ, कार्की ढाका उद्योग पनि छ। उहाँहरूले उत्पादन नगरेको होइन तर पुर्याउन सक्नु गाह्रो भइरहेको छ। एकैछिन है, यहाँ अगाडि एकजना बुढी आमाले पनि हात उठाउनु भएको छ। म पूर्णमाया महर्जन। कति वर्ष हुनुभयो? म चाहिँ अहिले 79 लागेको छु। तगडा हुनुहुन्छ। पाल्पाली ढाका भनेको चिज जन्माएको नि मैले हो। मेरो श्रीमानजी हो गणेशमान महर्जन, उहाँ स्वर्गीय हुनुभयो 10 वर्ष भयो। आजसम्म पनि मैले चलाएको छु। उहाँ नेताजीहरूलाई हामीले भोट दिएर यो गर्छु त्यो गर्छु उहाँहरूले श्रीलङ्का देखाउनुहुन्छ, तर हामीले नेपाल भविष्य हो कि होइन भन्नेमा पुगेको छु। किन त्यस्तो चिन्ता लाग्यो किन भन्यो भने हजुरको म इन्डियामा पनि बसेको, म इन्डियाबाट नै सिकेर आएको हो। पहिला मेरो फ्यामिली 3 जनाले हामीले बुन्थ्यौँ ढाकाको कपडा बुन्ने। हजुर, पाल्पाली ढाका भन्ने त्यो बेलामा हामीले यो साडी बर्को भन्ने हामीले बुनेको थिएँ। र पछि मैले 2018 सालबाट अनि हामीले ढाकाको सुरु गरेँ। ढाकाको सुरु गर्दाखेरि हामीले इन्डियनलाई पर सारेर हाम्रो 14 अञ्चलको महिलाहरू पुरुषहरूलाई हामीले लिएको थिएँ काम दिनु भएको। त्यहाँ पछि उद्यमीहरू मैले 500 जना महिला मैले 14 जिल्लाको कदाको पनि थिएँ। आज हुँदाखेरि नारीहरू 10-15 जना मात्रै छ। र काम गर्नभन्दा हाम्रो नेपालीले ठुलो समस्या हुन्छ। फ्याक्ट्री चलाउन भनेको बडो गाह्रो छ। पाल्पाको उत्पादनलाई पाल्पाली भन्नुहोस्, बाहिरकोलाई यो गोरखपुरे ढाका भन्नुहोस्, लिने जनताले त थाहा छैन हामी नेपाली भएर बाँच्ने कि नबाँच्ने। तपाईँलाई धन्यवाद। नमस्कार गर्छु। तपाईँलाई धन्यवाद छ। त्यहाँ पछाडि तपाईँको पनि कुरा सुने मैले। सागरमान महर्जन मेरो आमा हुनुहुन्छ उहाँ। हजुर। अहिले अब हामीले जुन ढाकाको प्रब्लम फेस गरिरहेको छ, आमाले भन्नुभयो जस्तै अब इम्पोर्टेड ढाकाहरूसँग हामी लड्नुपर्ने स्थिति छ अहिलेसम्म। हाम्रो हातको काम हुन्छ, बाहिरबाट आउने काम तपाईँको पावरलुम, जेकार्ड त्यसबाट बन्ने भएको उहाँहरूको प्रोडक्सन हाई छ। र अर्को एउटा मेजर प्रब्लम चाहिँ अब जस्तो यहीँ पाल्पाबाट सिकेर गएको बाहिर काठमाडौँमा पनि अहिले हामीले विभिन्न रङका ढाकाहरू देखिरहेका छौँ। हामीले चाहिँ र मेटेरियल्सहरू भनेको मात्रामा हामीले नपाइरहेको स्थिति भएको हामी एक्सपोर्टमा पनि जान सकिरहेका छौँ। बुवाले सुरु गर्नुभएको काम आमाले निरन्तरता दिनुभएको रहेछ। अब आमा र बुवाले गर्नुभएको काम तपाईँले निरन्तरता दिने कि नदिने त? बाई प्रोफेसन म चाहिँ पढेर आएको अर्कै सब्जेक्ट, काठमाडौँ बसेर काम गर्दा गर्दा पनि आमाहरूको यो देखेर होइन ढाकाले किन प्रमोट नगर्ने भनेर अहिले पाल्पा आएर बसिरहेको छु रेगुलर। बाहिरबाट पनि धेरै डिमान्डहरू आएको छ अहिले। सभासदहरू यहाँ हाम्रो यही जिल्लाको हुँदाखेरि मैले उहाँहरूलाई पनि के भन्नु मन लाग्यो भने हामीले पाल्पालाई बेच्दाखेरि सबभन्दा पहिला ढाका र करुवालाई नै बेचिरहेका छौँ। उहाँहरू इन्टरनेसनल्ली जाँदाखेरि पनि मलाई खुसी लाग्छ, कहिलेकाहीँ 1-2 जना हाम्रो यहीँबाट जाने स्वास्थ्यज्यूहरूले पनि गिफ्ट दिनु पऱ्यो भनेर ढाकाबाट बनेको सामानहरू चाहिँ लिएर गइदिनु भएको छ। तर हामीलाई यहाँ चाहिने केही मटेरियल्सहरूमा उहाँहरूले अलिकति केही मात्रै सपोर्ट गरिदिनु भयो भने त्यो चाहिँ गभर्मेन्ट लेभलबाटै अलिकति त्यो पोलिसीहरू जस्तो यो सानो उद्योगहरूलाई चाहिँ त्यो पोलिसीहरू जस्तो धागो भनेर हामीले इम्पोर्ट गर्दा धेरै तिर्नुपर्ने, गोरखपुरमा बनेको धागा लिएर आउँदाखेरि चाहिँ तयारी कपडा भनेर लिएर आउँदा कम भन्सार तिर्नुपर्ने। भनेपछि नीतिमा चाहिँ उहाँहरूले अलिकति खुल्ला गरिदिनु भयो भने यो जस्तो हाम्रो जस्तो सानो कारखानाहरू जसले देशलाई नै पहिचान दिइरहेको छ, हामीलाई चाहिँ सस्टेन हुन अझ सजिलो हुन्थ्यो होला। मेरो नाम उत्तम बज्राचार्य, म करुवा उद्योगको प्रोपरेटर। तर करुवा उद्योग नाम मात्र करुवा उद्योग हुन लागिरहेको मैले यहाँहरूलाई जानकारी गर्न चाहन्छु। किनभने कति घर जति छ अहिले हाम्रो करुवा उद्योग 3 घर मात्र छ। पहिला चाहिँ कति जति हुन्थ्यो? पहिला हाम्रो महलाभरि करुवा उद्योग थियो। 2018 सालमा एउटा कारखाना खोलेको थियो। त्यहाँ कारखाना खोल्दाखेरि पहिलो सालमा नाफा देखाइयो, दोस्रो सालमा एकदम घाटा भएपछि हाम्रो टोलको दाजुभाइहरू करुवा उद्योग गर्नै डराउनु भयो उहाँहरू, घाटु उद्योग गराउन। अनि त्यहाँबाट छोड्दै जाँदाखेरि अहिले आएर जम्मा 3 घरमा सीमित छ। 3 घरमा पनि विशेष गरेर हाम्रो घरमा करुवानी सम्बन्धी काम हुन्छ। किनभने हाम्रो यो आधुनिक करुवा उद्योग करुवाको डिजाइनहरू गर्नुभएको हाम्रो बुवाले हो। उहाँले गर्नुभएको, उहाँले हामीले आजसम्म पनि गरेका छौँ। र हाम्रो विशेष के छ भने सबैसँग अनुरोध, यहाँ हामीले प्रविधि हस्तान्तरण गर्न चाहन्न भन्ने कुरा अब प्रविधि हस्तान्तरण हामी गर्न चाहन्छौँ।
करुवा उद्योगले यो मात्र होइन कि करुवा उद्योगले तालिम लिएर उहाँहरूलाई काम पनि आफ्नै घरमा दिने त्यस्तो हुँदासम्म पनि काम गर्ने साथीहरू भेट हुन सकेन र के भन्छ सबभन्दा मुख्य करुवा उद्योग अलिक फोहोर काम छ तपाईँको कालो हुन्छ र अहिले एउटा हाम्रो अहिले अरबमा गएको एउटा भाइ थियो उसलाई यहाँ बोलाएर तिमीले यहीँ बसेर काम गर तिमीलाई अरबको पैसा यहीँ दिन्छु भनेर राखेको छु अहिले हामी हजुर हस् तपाईँलाई धेरै धन्यवाद छ हरिजी तपाईँले लगाउनु भएको टोपी चाहिँ गोरखपुरतिरको हो कि भनेर उहाँले आशंका व्यक्त गर्नुभयो म पनि पाल्पा आएको बेलामा चिनो चाहिँ पछ्यौरा लैजाउँ कि भन्ने सोचेको सीमा पारी कि पर्ला कि भन्ने पो पिर भयो त मैले लगाएको टोपीमा अब निकाल्नु भएन तपाईँलाई पछि देखाउँला मैले पाल्पाकै कुनै यहाँको पाल्पाको कुनै ढाका कम्पनीको चाहिँ लोगो टाँसिया छ त्यसमा हामी चाहिँ नि कपास उत्पादन गर्न नसक्ने सियो उत्पादन गर्न देशको अवस्था त्यही हो नि अब धागो ल्याए इन्डियन धागो आउँछ कपडै ल्याए इन्डियन आउँछ यहाँबाट सिपेर उता गयो हामीले यहाँ यसलाई व्यवस्था गर्न सकिराखेको अवस्था छैन अब म धनकुटा पनि गएर देखाएको छु पूर्वको चाहिँ धनकुटामा एउटा टोपीलाई 15,000 20,000सम्म पर्ने टोपी हुँदो रहेछ हामी कहाँ महँगोभन्दा महँगो टोपी 500-700मा पाइन्छ यहाँ पाल्पाकै बनेको होला 1000 पर्छ होला उहाँहरूलाई थाहा होला तुलसाजी उहाँहरूलाई परेको समस्याको समाधान तपाईँले केही सोचिराख्नु भएको छ म सर्वप्रथम त के भन्न चाहन्छु भने यो पालपाली ढाका र पालपाली करुवा भनेर हामीले नेसनल्ली इन्टरनेसनल्ली हामीले परिचय दिँदाखेरि त्यसरी नै दिइरहेछौँ देश विदेशमा हामी त्यसरी नै दिइरहेछौँ हामीलाई गर्व लाग्छ तर पनि यो विषयमा उहाँहरूले जुन समस्याहरू राख्नुभयो त्यो समस्याप्रति हामी जगजाहेर छौँ सरकारले यसको प्रवर्धन र यसको जनशक्तिको कुरा सामग्रीको कुरा तपाईहरुले बनाउने नीति नियमकै कुरामा पनि अलिकति तपाईहरुले भूमिका खेलिदिनु भयो भने उहाँहरुको काममा अझ सजिलो हुने रहेछ अवश्य पनि त्यो विषयमा हामी विषयहरु पनि हाम्रो ठाउँमा चाहिँ उठाइरहेका छौं यसलाई विकास गर्न यसलाई संरक्षण गर्न को लागि सरकारले पनि लगानी गर्न पर्यो भन्ने कुराहरु चाहिँ हामी उठाइरहेका छौं यो विषयलाई फेरि पनि उठाइराख्ने र यसलाई जगेर्ना गर्नको लागि लाग्ने छु भन्ने प्रतिबद्धता पनि यहाँहरुसँग राख्न चाहन्छु धन्यवाद हजुर हस् सोमप्रसाद जी तपाई त अब उद्योग मन्त्री पनि भइसक्नु भएको पाल्पाको करुवा ढाकालाई अन्तर्राष्ट्रिय बजारमा लानुको साटो अन्तर्राष्ट्रिय बजारबाटै पो पाल्पा करुवा र ढाका आउन थालेछ त पाल्पामा जसले चाहिँ ढाका टोपी बनाउँछ त्यो उद्योगीले गोरखपुर लिएर आएको ढाकालाई आफ्नो ढाका भन्छ भन्ने मलाई लाग्दैन त्यसकारण चाहिँ योमा हामी अलिकति क्लियर हुनु जरुरी छ यसले के मार्केटै बिग्रला भन्ने डर अब यो पाल्पा गएको अब किन्ने कि नकिन्ने होला भन्ने चिन्ता भइसक्यो उद्योग मन्त्री हुँदा तपाईले थाहा पाउनु भएन यसरी बाहिरको सामानलाई पाल्पाली भनेर बेचेको कुरा अब म पहिले त के क्लियर गर्न चाहन्छु भने यहाँ जुन लेभल लगाएर बेचिएका टोपीहरू छन् ती पाल्पाली नै हुन् र पाल्पामा उत्पादन भएका हुन् गाउँ गाउँमा पनि तान बाँडिएको छ त्यहाँबाट पनि आएर यहाँ बिक्री हुन्छ अब त्यसलाई चाहिँ हामीले अन्यथा नसोचौँ कि यहाँ तानसे नै उत्पादन नभएको त्यो चाहिँ पाल्पाली होइन भन्ने चाहिँ नबनाऊ पाल्पामा 1500-2000 जति तान होला छ त्यति किन त्यति त होला धेरै शंका नगरौँ यहाँको उत्पादन छ अब कोही पनि ग्राहकहरू आएर यहाँ किन्दाखेरि म ठगिएँ कि म बाहिरको सीमा पारीको पाएँ कि भन्ने खालको चाहिँ धेरै दिमाग राख्नुपर्छ बरु त्यसमा लेभल हेरियोस् उद्योग मन्त्री हुँदा तपाईँ कार्यक्रम साझा सवालमा करिब 1 वर्ष अगाडि आउनु भएको थियो त्यतिखेर तपाईले उद्योग धन्दाको प्रवर्धन गर्ने भनेर भन्नुभएको थियो तर तपाईकै क्षेत्रको ढाका र करुवाको उद्योगको अवस्था त झन्झन गिर्दो रहेछ नि त अब यसमा धेरै फ्याक्टर छ जस्तो आफ्नै क्षेत्रमा तपाईले हेर्न भ्याउनु भएको छैन रहेछ भनेदेखि अन्यत्र तपाईले गरेका प्रतिबद्धताहरूको कसरी विश्वास गर्ने होला क्षेत्रभन्दा पनि समग्र रूपमा चाहिँ हामीले कार्यक्रम बनाएका छौं अहिले जुन खालको उद्योग मन्त्रालयले यो घरेलु तथा साना उद्योगसँग सम्बन्धित र चाहिँ नेपालमा पाइने कच्चा पदार्थमा आधारित उद्योगहरूलाई प्रोत्साहित गर्नको निम्ति ठुलो बजेटको चाहिँ व्यवस्था गरेको छ नयाँ कार्यक्रम थप आएको छ लाग्छ मलाई करिब 1 अरब भन्दा बढी त हामीले सिपमूलक कार्यक्रमहरू नयाँ खालको चाहिँ थप योजना बनाएर ल्याउनलाई हामीले गरेका छौं अब उहाँहरुको समस्या समाधानको लागि तपाईको भूमिका चाहिँ के हुन्छ बजेटमा हामीले गत वर्ष भन्दा धन्य 3 अरब रुपैयाँ बढी थप गरेर उद्योगलाई प्रवर्धन गर्ने खालको योजनाका साथ हामीले बजेट एलोकेट पनि गरेका छौं र पाल्पा जिल्लामा एउटा नमुना औद्योगिक ग्राम बनाउने भनेर चाहिँ 1 करोड रुपैयाँको बजेट एलोकेट गरेर ठाउँ खोजी भइराखेको छ त्यसभित्र पनि यी सबै सामान अटाउने अथवा तिनलाई पनि प्रवर्धन गर्ने खालको बनाउने भनेर चाहिँ हामीले योजना बनाएर पहिलेदेखि यो उद्योग मन्त्रालय मार्फत हामीले चाहिँ काम अगाडि बढाएका छौं हजुर अब मैले यही रोके हरिजी छोटो लिए मैले छोटो टु दी पोइन्ट गए म जसरी चाहिँ नि पोखराको करुवा र पाल्पाको करुवा भनेर छुट्टिन्छ नि हामी किन्न जाँदा कन्फ्युजन हुँदैन पाल्पाको मेहनतले गराएछ हातले बनाएछ पाल्पाको भनेर महँगै किन्छौँ हामी तर अब यो ढाकातिर पनि धनकुटाको पाल्पाको बाहिरको भने यदि लेभल छुट्याइदिने हो भने
पाल्पाको चाहिँ यो उद्योगको चाहिँ भविष्य छ। लेभल चाहिँ जो बाहिरबाट ल्याउने मन पर लेभल टाख्ने भने भविष्य छैन। ल मेरो प्रश्न कुरा। हस्, म एकचोटि सहभागीहरू कहाँ पुग्छु। मेरो नाम इन्दु खनाल, मेरो घर यहीँ पाल्पा। यो पाल्पामा चाहिँ खानेपानीको एकदमै समस्या रहेको छ। यो राम्रोसँग वितरण नभएर हो कि के भएर हो, यो सबैतिर सबै समान रूपमा भएको छैन। 53 सालबाट धारा वितरण गरिएको, 53 साल यता घर बनाएको व्यक्तिहरूको धारा वितरण गरेर 70 सालसम्मको वितरण भए तापनि अझै पनि त्यो पानी समान रूपले वितरण भएको छैन कि कहिले 10 दिन कहिले 15 दिन आउँदैन। ए हस्, धन्यवाद। यो समस्या चाहिँ कहिलेसम्म हो, कहिलेसम्म टुङ्गिन्छ भने चाहिँ। हस्, धन्यवाद तपाईँलाई। नाम हेमा राई, चिर्तुङ धारा गाविस वार्ड नम्बर 9 फोक्स्यारमा पानीको अभाव छ। हामीलाई धारामा कहिले आउँछ कहिले आउँदैन, त्यो पानीको मूल सानो भएर हो कि। अनि बाटो खन्न लगाएको पनि, बाटो खन्न लगाएको त्यो सार्वजनिकबाट पनि बाटो नदिएर घर दैलोमा आफै पैसा उठाएर खन्न लाग्दा पनि दिए छैनन्, रोक दिएछन्। ढुङ्गा हान्ने, गाडीलाई हान्ने अनि लट्ठीले हानेर फर्काइदिनु भएछ। अनि त्यस्तो गर्न अहिले बाटोलाई कति छ। मैले उहाँ सरलाई पनि भने पानीको लागि मलाई दुःख छ भने, अनि फोक्स्यारमा पानीको दुःख छ, अभाव छ, त्यो हेरिदिनु भन्ने यति हो। हस्, धेरै धन्यवाद। तुलसाजी, म आउँछु तपाईँ कहाँ। हजुर तुलसाजी, तपाईँको पार्टी माओवादीले संविधान सभा चुनावको बेला आफ्नो घोषणापत्रमा सबै नेपालीहरूलाई खाने पानी उपलब्ध गराउने भनेर प्रतिबद्धता व्यक्त गरेको थियो। अब तपाईँले आफ्नै क्षेत्रमा सदरमुकामवासीलाई त पानी खुवाउन सक्नु भएको छैन रहेछ, अरू जिल्लाको के कुरा गर्नु है? अरू गाउँको के हालत होला? कालीगण्डकीबाट अहिले लिफ्टिङ खानेपानीको एउटा ठुलै प्रोजेक्ट चाहिँ बनिरहेको सबैलाई थाहा छ। चालु बजेटमा 6 करोडको व्यवस्था भएको छ र अस्ति भर्खर मात्रै करिब 10 दिन 12 दिन अगाडि मात्रै यसको डिपिआर पनि पुरा भयो। 3 साल जतिमा कम्प्लिट हुने चाहिँ बुझिएको छ। यो परियोजना पुरा भयो भने अवश्य पनि तानसेनवासीलाई खानेपानीको केही मात्रामा भए पनि, पूर्ण त म भन्दिनँ किनभने बस्ती चाहिँ दिनदिनै बढिरहेको अवस्था छ। पूर्ण रूपमा समाधान नभए, समस्या समाधान नभए पनि धेरै समाधान हुन्छ भन्ने मलाई आफूलाई लागेको छ। अहिले हाम्रो दिदीले उठाएको कुरा फोक्स्यारको समस्या पनि, हेमा दिदीले उठाएको कुरा फोक्स्यारको कुरामा पनि त्योभन्दा यहाँको घरसम्म त पुग्दैन होला, त्योभन्दा माथि चाहिँ चितुङ धाराको 8 नम्बर, चितुङ धाराको 3 नम्बर र चितुङ धाराको 7 नम्बरलाई गरेर एउटा योजना चाहिँ सम्भाव्यता अध्ययनको लागि 3 लाख रुपियाँ चाहिँ विनियोजन भएको थियो। त्यो पैसाले चाहिँ अहिले सम्भाव्यता अध्ययन भइसकेको छ। र हामी चाहिँ विकास बजेटको कुरा उठाउनु भयो। म एकचोटि निर्वाचन क्षेत्र विकास कोषको उहाँहरूले खर्च गर्ने पैसाको विषयमा तपाईँका केही प्रश्नहरू छन् भने लिन्छु। सुमन पौडेल, मेरो घर यहीँ तानापा 4 सिलखानटोल र सांसद विकास कोष भनेर सरकारले एउटा संसदबाट नि करिब 3 करोड जस्तो लाग्छ मलाई। 3 करोड चाहिँ प्रत्येक सांसदलाई दिने भनेर एक हिसाबले पास गरेको अवस्था छ। कुनै सांसदले यहाँ आएर मैले यो ठाउँमा चाहिँ हाम्रो आफ्नो संसद विकास कोषको पैसा चाहिँ यो विकासको लागि म खर्च गरेको छु भन्ने कुनै एउटा स्पष्ट धारणा पनि दिन सक्नु भएको छैन। म भीमबहादुर कुमाल, तानापा 14, पोखराथोकमा हाम्रो कुमाल समुदाय छ। त्यहाँ चाहिँ सङ्ग्रहालय बनाउने भनेर केही रकम चाहिँ दिएको छ। कति जति दिएको छ? 2.5 लाख कति हो मलाई अनुमान त्यति यकिन भएन। 10 लाख जाँदैछ। 10 लाख जाँदैछ। गइसकेका छैन त्यो? त्यो त गइसक्यो। एग्रिमेन्ट गरेन गइसक्यो। कुमाल जाति सांसदजीले यहाँ 10 लाख दिएको भनेर भन्नुभयो, त्यहाँ 2 लाख मात्रै पुग्यो भन्ने कुरा गर्नुभयो। गत वर्षको 2 लाख, यसपटकको 10 लाख कुमाल त्यहाँको संरक्षणको निम्ति। अहिलेको 10 लाख चाहिँ कहिलेसम्म पुग्छ त उहाँहरूको गाउँमा? एग्रिमेन्ट गरेको भएदेखि गइसक्यो हुनुपर्छ, नगरेको भएदेखि केही दिन लाग्छ अझै। हस्, म अर्को सहभागीको पनि लिन्छु। त्यहाँ महिला सहभागी, तपाईँले पनि हात उठाउनु भयो। मेरो नाम चाहिँ बिमला गौतम हो, घर चाहिँ खसेउली हारथोकमा पर्छ। मेरो प्रश्न चाहिँ पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेज्यूलाई छ। तपाईँले चाहिँ निर्वाचन पूर्वाधार कार्यक्रम अन्तर्गत महिला सञ्चारकर्मीका लागि भनेर 10 लाख छुट्याएको भन्नुभएको थियो। अहिलेसम्म कस्ता खालका सञ्चारकर्मी तयार पार्नुभयो? कार्यक्रम भर्खर सुरु भएको छ। यस वर्षको बजेटमा यो एलोकेट गरिएको हो। महिला तथा पत्रकारिता भित्र लाग्ने त्योदेखि बाहेक अरू सबै क्षेत्रलाई समेटेर 10 लाख खर्च गरेर कस्तो खालको सञ्चारकर्मीहरू बनाउन खोज्नु? सञ्चारकर्मीहरू योजना चाहिँ कस्तो? उहाँहरूको कार्यदक्षताको अब वृद्धि कुरादेखि लिएर यसलाई चाहिँ कसरी हरेक क्षेत्रको चाहिँ अब जो अगाडि लैजानुको निम्ति
योजना बनाउने भन्ने विषयमा यो चाहिँ कार्यक्रम निहित हुन्छ केन्द्रित हुन्छ। तुलसाजी, तपाईँले पनि सचेतना कार्यक्रम भनेर 3,25,000 रुपियाँ छुट्याउनु भएको रहेछ। तपाईँको योजनामा चाहिँ कस्तो खालको सचेतना कार्यक्रमहरू पर्छन् नि? यो मैले प्रत्येक वर्ष कहिले युवाको लागि, कहिले महिलाको लागि, कहिले दलितको लागि र कहिले जनजातिहरूको लागि भनेर प्रत्येक वर्ष छुट्याएको छु। यो साल पनि मैले 3,25,000 रुपियाँ चाहिँ सचेतना कार्यक्रम, चेतना अभिवृद्धि कार्यक्रम भनेर छुट्याएको छु। मैले ठ्याक्कै प्रपोजल बनाइसकेका छैन, तर पनि महिला केन्द्रित कार्यक्रम गर्छु भनेको छु मैले। हजुर, म कविता खनाल, तानसेन 10बाट। म महिला स्वास्थ्य स्वयंसेविका पनि हो। यो सचेतनाबाट महिलाहरूलाई त समावेश गरिएको छैन, जबकि सानो सानो महिलाहरू जुन पिछडिएको महिलाहरूलाई समावेश गरिएको छ, यो हामीहरूले पनि देख्दै आएका छौँ। तर यसमा जुन लेबर काम गर्ने पुरुषहरू हुनुहुन्छ उहाँहरूकै महिलालाई समेटिन्छ। महिलाहरू जानुहुन्छ, दिउँसो 1 घन्टा 1.5 घन्टा सचेतनाको क्लास लिनुहुन्छ, त्यहाँ त पुरुषहरू समावेश हुनुहुन्न। अनि त्यसले गर्दा पुरुषहरूले साँझ आएर रक्सी खाने, त्यही महिला दिनभरि काम गरेको हुन्छ। उहाँहरूको त बेहाल पनि गराएको हामीहरूले देखिरहेका पनि छौँ। अब यसको लागि सांसदहरू हजुरहरूले पिछडिएका महिला, जुन गुम्सिएका महिलाहरूलाई घरेलु उद्योग या साना कुटिली उद्योग गरेर के सोचिरहनु भएको छ? हजुरहरू त भोट पाउने नै त्यही महिलाहरूबाट हो। धन्यवाद। तपाईँहरूले गर्ने सचेतना कार्यक्रम अथवा सिपमूलक कार्यक्रम अथवा जे पनि भनिन्छ होइन, ती कार्यक्रमहरूलाई प्रभावकारी बनाउनको लागि चाहिँ अझ के गर्न जरुरी छ होला हरिजी? मैले अघिल्लो जवाफ दिन पाइनँ पानीको। हुन्छ। म 48 सालमा सांसद हुँदा पश्चिम क्षेत्र मेरो क्षेत्रको ग्राभिटी फ्लो चाहिँ सबै मूल बल्झाइसकेका थिएँ, कम्प्लिट भइसकेका थिएँ। भनेपछि यो कुरा पनि 48 सालदेखिकै हो। 48 ग्राभिटी फ्लोले चाहिँ भ्याउने जति पहिले भ्यायो। बिजुली चाहिँ नपुगेर त्यहाँ जहाँ लिफ्ट गर्न पर्ने ठाउँ हो नि, तानसेन पनि लिफ्ट उचाइमा बसेका कारणले समस्या आएको। त्यसको लागि मेरो नाम लक्ष्मी विश्वकर्मा, तानसेन वडा नम्बर 12 माथिल्लो धरामपानीमा बस्छु। तानसेन वडा नम्बर 12 मा साह्रै नै पानीको अभाव छ। वडा नम्बर 12 को समस्या हल गरिदिनु हुनेछ पानीको लागि भन्न मेरो यही अनुरोध छ। धन्यवाद। हजुर, हुन्छ। अब यो पाल्पामा चाहिँ 48 सालमा म सांसद भएपछि 50 सालसम्म जति पनि निवेदन थिए 50 सालमा एउटा पनि धारो बाँकी नराखेर एकचोटि पानीको वितरण गरियो। तर पाल्पाको जनसङ्ख्या बढ्दै जाँदाखेरि पानी गरियो कि पानी पनि गरियो? पानी पनि अहिलेको कुरा गरेको छैन मैले, 48-50 सालको कुरा गरेको छु। त्यसपछि घर बढ्दै गयो, धारा माग हुँदै गयो भनौँ न। त्यसपछि ठुला योजना चाहियो। माननीय मन्त्री चाहिँ अहिले पनि उहाँ संयोगले आउनु भएको छ, प्रेमबहादुर सिंह। उहाँलाई मैले विकल्पसहित यो नेपालको सरकारको डिजाइनले होइन, प्रोजेक्टको रूपमा लैजान पर्यो। गोर्खा अनि उहाँको आफ्नो एउटा सुर्खेतको अनि पाल्पाको भनेर 3टा देखाएपछि ल निवेदन ल्याउनुहोस्, मलाई पनि आइडिया भयो भन्नुभयो। अहिले पनि संयोगले ठक्कै अहिले मन्त्री बनिसक्नु भएको छ उहाँ। अनि उहाँलाई मैले निवेदन दिएपछि उहाँले डाइरेक्टरलाई, सचिवलाई बोलाएर कस्तो तोक लगाउनु भने, श्री सचिवज्यू योजनामा समावेश गरी म समस्या पेश गर्न विभागमा पठाइदिने। यसमा 1 नम्बरमा मैले कालीगण्डकी तानसेन खानेपानी आयोजना 28 करोड मागेको छु। 10 करोड के अरे 10% 2 करोड जनताले उठाउँछन् भने म यो कार्यक्रम मार्फत मान्य मन्त्रीज्यूलाई मैले थ्याङ्क्स भन्न चाहन्छु। अब कालीगण्डकी आएपछि त तपाईँहरू बनाएको उहाँहरूको टङ्की बनाइदिइसकेका छ नगरपालिकाले, पानी टङ्कीमा पानी छैन। समस्या त्यस्तो छ। मूल जति 13 मा छ, अनि 13 कोले तिमीलाई अड्कलेर हामीले 1 इन्च दिइसकेका छौँ भन्छ, 1 इन्चले उहाँलाई पुग्दैन। म यहाँहरू मार्फत चाहिँ नि म आग्रह गर्न के चाहन्छु भने, प्रकृतिले सबै ठाउँ मूल फुटाउँदैन। आफ्नो गाउँमा फुटेको मूल, आफ्नो वडामा फुटेको मूल मेरो मूल भनिदिनु भएन, सबैको हो नि त्यो। 12 र 13 को झगडा मिलाउनुको लागि अहिले मैले निर्वाचन क्षेत्र विकास कोषबाट 13 बाट उहाँहरूले पानी ल्याउन सकिहाल्छ कि समाधान गर्न सकिन्छ कि भनेर 15 लाख रुपियाँ छुट्याइदिएर त्यसमा मैले एक्सर्साइज गर्दैछु उहाँको प्रश्नको सन्दर्भमा। धन्यवाद। म फेरि सहभागीहरूको कुरा सुन्छु। मेरो नाम रामबहादुर गरमजा एस कुमार हो। मेरो घर सिद्धेश्वर 1 पाल्पा हो। यहाँ माननीय 3 जनै सांसदका कुरा सुन्यो, विकास निर्माण कुरा निकै राम्रो गर्नुभयो। यो सांसद विकास पूर्वाधारमा अहिले 3 करोड छुट्याइएको छ राज्यद्वारा। त्यस्तै गरी अर्को यो क्षेत्र विकास कार्यक्रममा 50 लाख राज्यले उपलब्ध गराउँदै आएको छ। भोलि हुने सबै निर्वाचनमा गाउँपालिका र वडापालिकासम्म त्यो वडा अध्यक्षले पनि पाउँछ कि पाउँदैन एउटा अधिकार,
र अर्को तपाईहरू एउटा नीति निर्माण गर्ने तहमा पुग्नुभएका नेताज्यूहरू हो, तपाईहरूले नीति निर्माण गर्ने हो कि मेरो पैसा यो ठाउँमा यति हाले, मेरो पैसा ऊ ठाउँमा यति हाले भन्दै चाहिँ पैसा बाँड्दै हिँड्ने हो? यसको उत्तर तपाईँ तीनजनाले दिनु पर्यो। मेरो नाम कृष्ण पाण्डे, म चाहिँ चुनढुङ्गाले प्रभावित पारेको गाविसको तर्फबाट प्रतिनिधिमूलक रूपमा कार्यक्रममा उपस्थित भएको छु। विकासका भाषणहरू धेरै भइसके। हाम्रो क्षेत्रबाट दैनिक रूपमा हजारौँ टिप्परमा 10,000 टन चुनढुङ्गा गएको छ। त्यसबाट पाउने रोयल्टीको बारेमा तपाईँहरू किन बोल्नुहुन्न? बोल्नु भएको छ भने हाम्रो स्थानीय स्तरसम्म किन आएको छैन? र दिन प्रतिदिन बढ्दै गएको यो खानीको कारणले बढ्दै गएको यो टिप्परको महामारी, एउटा सामान्य स्थितिमा हिँडिरहेको एम्बुलेन्सलाई समेत ओभरट्याक गरेर हुने खतरा र बाटोमा झरिरहेको ढुङ्गा र यही ढुङ्गाको विषयमा प्रशासनसँग कुरा गर्दाखेरि उनीहरूको मिलेमतो हाम्रो उद्योगीहरूसँग र प्रश्न हामीमाथि नै आउँछ, तैँले किन प्रश्न उठाइस् र गेम त्यहीँ खेलिन्छ। हाम्रो स्थानीय स्तरबाट गएको चुनढुङ्गाको निश्चित रोयल्टी हाम्रो गाउँसम्म पुग्नु पर्यो। हस्त, धन्यवाद। धन्यवाद। मेरो नाम खेममाया थापा मगर, मेरो घर सिद्धेश्वर गाविस। यो चुनढुङ्गाले गर्दाखेरि धेरै चाहिँ अब प्रकृतिमा पनि असर परेको छ। त्यसपछि हामी जस्ता गरिब जनतालाई धेरै असर गरेको छ। अब त्यो बस्ती नै उठ्ने अवस्थामा पुगिसकेको छ। तलदेखि बाटो ठुल्ठुलो चाहिँ बाटो खन्ने, त्यसपछि अब सबै त्यो बस्ती नै उठाउने अवस्थामा पुगिसकेको छ। त्यहाँ चाहिँ अब पहिरो जाने, त्यसपछि अब भूकम्पले गर्दाखेरि पनि अब यस्तो असर चाहिँ धेरै भइरहेको छ। त्यसले गर्दाखेरि यसको चाहिँ अब सरकारले के मापदण्ड के बनाएको छ र यो चाहिँ अब हामी जस्ता आर्थिक अवस्थामा कमजोर हुने चाहिँ जनतालाई के व्यवस्था गर्छ त सरकारले? यो प्रश्न चाहिँ मैले तिनैजना संसदज्यूहरूलाई चाहिँ सोध्न चाहन्छु। सोमनाथजी, मैले जवाफ लिन चाहे। चुनढुङ्गा उद्योगको कारण नै आफ्नो घरबासै उठेकाहरूलाई के छ त व्यवस्था? अब पहिला थोरै मैले हेमा राईजीले उठाउनु भएको मेरो, अब म त्यसबारेमा जानकार पनि छु, फोक्सियर पनि थाहा छ, पिपले थाहा छ, एल्टा गएर सबै थाहा छ मलाई। त्यहाँको खानेपानी योजना बजेटमा पनि परेको छ। फोक्सियरबाट पानी लैजाने कुरो पिपलेको लागि वडा नम्बर 9 भित्रै परेको छ। त्यसभित्र पनि हामीले यहाँको चाहिँ खानेपानी योजना पार्न सकिन्छ। अहिले खानेपानी कार्यालय अहिले ठेक्का लागेको 18 महिना छ। हामी 18 महिनाभित्रै यसलाई खानेपानी पुरा गर्नको निम्ति हामी लागिराखेका छौँ। ठेक्का जसले लिएको छ त्यसले चाहिँ काम गर्दै गयो भने 18 महिनामै बजेट माथिबाट ल्याउनको निम्ति कमी गर्दैनौँ। यो कुरो चाहिँ उहाँहरूलाई म बताउन चाहन्छु। पछिल्लो कालमा आएको जुन चुनढुङ्गा कुरा हो, त्यो चुनढुङ्गाको उद्योग उत्खननको कारणले तपाईँहरूको घरबासै त्यसरी विस्थापित हुने अवस्था छ भने यसलाई चाहिँ नेपाल सरकारले पनि नीतिगत रूपमा अब त्यो नीति बनाइसकेको छ, हुन दिँदैन। ऐनअनुसार चाहिँ यस्ता उद्योगहरूले जिल्लालाई कम्तीमा 50% चाहिँ राजस्व तिर्नुपर्ने हुन्छ होइन? 50%। हजुर, कतिमा बेचिराख्नु भएको छ पाल्पाको चुरेलाई चाहिँ? 2032 सालमा बनेको एउटा नीतिगत रूपमा भएको चाहिँ रेट अनुसार 1 टन चुनढुङ्गाको मात्रै 12 रुपियाँ थियो। तर पछिल्लो कालमा अहिले चाहिँ केही 1-1.5 वर्ष अगाडि हामीले यसलाई बढाएर 60 रुपियाँ पुर्याएका छौँ। अब यो धेरै बढाउने चाहिँ सोच थियो, तर के भयो भन्दाखेरि चाहिँ नीतिगत रूपमा हाम्रो सार्वजनिक खरिद ऐनले चाहिँ फेरि एकचोटि बढाउनु नदिनु भएखेरि चाहिँ अहिले 60 रुपियाँ भएको छ 12 रुपियाँबाट। त्यसमा पनि उद्योगपतिको ठुलो आपत्ति छ र अहिले चाहिँ 1 टन चुनढुङ्गाको मात्रै नेपाल सरकारले 60 रुपियाँ पाउँछ। त्यसबाट त्यति 50% यहाँ आउँदैन, थोरै रकम आएको छ र यसको निम्ति अब कसरी नीति बनाउनु भन्ने विषयमा हामी चाहिँ लागिरहेका छौँ। म फेरि सहभागीहरूको कुरा सुन्छु अब चाहिँ। नमस्ते, मेरो माया चौहान हो, कसिनी गाविस वार्ड नम्बर 5 सिलिङ्गी हो मेरो गाउँ। मैले प्रश्न राख्न साथीको सांसदको सम्राट पाण्डेलाई भन्छु, उहाँले जुन चुनावको बेलामा हाम्रो गाउँमा गएर समुद्रघाट नजिकै यस्तो गाउँमा बिजुली गएको रहेछ, मैले बिजुली ल्याइदिन्छु, बाटोहरू मर्मत गर्छु भन्नुभयो है। त्यो अहिले उहाँले जित्नुभयो, सरकारमा नि पुग्नुभयो, उद्योग मन्त्री हुनुभयो, अझसम्म खै हाम्रो गाउँमा धेरै छ बस्न हामी बाध्य भएका छौँ। तपाईँले के सोच्नु भएको छ? गर्छु भनेर त भन्नुभयो, गर्नुहुन्छ कि अब यत्तिकै सीमित हुन्छ? म त्यसको प्रश्न चाहन्छु। सम्झिनु भएको छ? म सम्झिनु किन नसम्झने, म सम्झेको छु। चुनावभन्दा पछि पनि गएर कुरा गरेको छु। विद्युतीकरणको बारेमा अब एकाध वडा बाँकी छ, नभए पाल्पाको क्षेत्र नम्बर 2 मा सबै वडामा बिजुली बलेको छ। त्यसको निम्ति अहिले निर्वाचन क्षेत्र विकास कोषको जुन पैसा हो त्यसैबाट पनि मैले छुट्याएर उहाँहरूको निम्ति, सिलङ्गेको निम्ति, रूपसे बोजादीको निम्ति र चाहिँ कोलडाँडाको सत्यवतीको निम्ति वडा नम्बर 4 कोलडाँडा, वडा नम्बर 5 कसेनी र वडा नम्बर 9 रूपसेको निम्ति एकमुष्ट रकम चाहिँ छुट्याएर राखेको छ। यसपटक बत्ती बोल्छ र मलाई लाग्छ चाहिँ यो वैशाखसम्म बत्ती बोल्नुपर्छ। कचलको 46 सालमा सुरु भएको सिँचाइ आयोजना चाहिँ अहिलेसम्म पुरा भएको छैन रहेछ। अब अझै कति वर्ष लाग्छ होला हरिजी? कचलको सिँचाइ आयोजना यो पञ्चायत कालमा सुरु भयो। नेपालको सबभन्दा बढ्ता भ्रष्टाचार भएको यो आयोजना हो त्यो।
मूलतिरबाट नगरेर हामीले पञ्चायत उल्टाउन पाउने एउटा पोइन्ट पनि पाल्पाको लागि बनाइदिएको थियो त्यो। त्यसपछि 48 सालमा म सांसद भएर पहल गरेँ गर्दै गरियो अनि हुँदा अहिले सुन्नु न खर्च भइसक्यो कति 10 करोड। अनि त्यो पहिल्यै खर्च भएको यसपछि त हाम्रो टाइममा आएपछि पैसा चाहिँ 4 लाख 5 लाख 3 लाख निस्कन्छ अनि ल्याप्स हुन्छ। एक पैसा पनि खर्च भएको छैन होइन केही चाहिँ भएको छैन। सरकारको पैसा सरकारमै गएको छ। अनि मैले मेरो कार्यकालमा वारपार गराउँछु भनेर मैले वचनबद्धता जाहेर गरेका थिएँ। 14 करोडको योजना स्वीकृत भयो। अब यसपालि मुहानतिरबाट बनाउनको लागि मुहानसम्म बाटो पनि मैले पुर्याइसकेको छु। यसैपालि टेन्डर हुन्छ 2 करोड रुपियाँ विनियोजन भएको छ। 3 वर्षभित्रमा चाहिँ पुरा हुन्छ। सुरुमा तपाईँले भ्रष्टाचारको कुरा पनि उठाउनु भयो होइन, त्यसै कारण बनेन भन्नुभयो। केही समय अगाडि साझा सवालमा चाहिँ निर्माण व्यवसायी हुनुहुन्थ्यो जयराम लामिछाने, उहाँले के भन्नुहुन्थ्यो भने प्रजातन्त्र लोकतन्त्र गणतन्त्र जुनसुकै तन्त्र आए पनि मूल मन्त्र भनेको मन्त्र चाहिँ त्यो एउटै हो पैसा भनेर भन्नुहुन्थ्यो। यहाँ पनि कतै त्यसो हुने त होइन? समग्र पाल्पाको हकमा म निवेदन गरौँ, पाल्पा चाहिँ नि नेपाल अधिराज्यको नमुना जिल्ला होला। पैसा कम पर्या होला, हामी पार्न सकेका छैन होला, छुट्टै पक्ष भयो। पाल्पामा चाहिँ नि चुहावटको चाहिँ समस्या छ जस्तो मलाई लाग्दैन, हामी कन्ट्रोलै गरेका छौँ। अब म कार्यक्रमको करिब अन्त्यमा आइसकेको छु। म त्यहाँ सारङ्गी बजाउने दाईहरू हुनुहुन्छ, म उहाँहरूको कुरा सुनौँ। तपाईहरूले हातमा सारङ्गी लिएर बस्नु भएको छ, केही सुनाउनु मन छ हामीलाई? मेरो नाम रामबहादुर गन्धर्व, लोक गायक। मेरो यहाँ बसपार पर्छ हजुर। सारङ्गी बजाएर गाउँ डुल्नुहुन्छ हजुर, गाउँ बजार हिँड्छु हजुर। के सुनाउनुहुन्छ त आज हामीलाई? आज मैले यो पाल्पा ढाका टोपीको गीत। हस् परेवा भार ढुङ्गी खस्यो हार अँधेरी खोलाले बगायो मलाई पल पाली ढाकाले लोभ्यायो हे मलाई पल पाली ढाकाले लोभ्यायो। इन्द्रेणीको रङ जस्तै यो ढाकाको रङ छ, इन्द्रेणीको रङ जस्तै यो ढाकाको रङ छ, पाल्पा ढाका देखेर नै सारा नेपाल दन्छ, पाल्पा ढाका देखेर नै सारा नेपाल दन्छ, परेवा भार ढुङ्गी खस्यो हार अँधेरी खोलाले बगायो मलाई पल पाली ढाकाले लोभ्यायो हे मलाई पल पाली ढाकाले लोभ्यायो। मेरो माया कठौरीको गालामा छ कोठी, मेरो माया कठौरीको गालामा छ कोठी, सबैले नै मन परे पालपाली ढाका टोपी, सबैले नै मन परे पालपाली ढाका टोपी, परेवा भार ढुङ्गी खस्यो हार अँधेरी खोलाले बगायो मलाई पल पाली ढाकाले लोभ्यायो हे मलाई पल पाली ढाकाले लोभ्यायो हे मलाई पल पाली ढाकाले लोभ्यायो।
धेरै धन्यवाद। सारङ्गीको यो मिठो धुन सँगसँगै पाल्पा सदरमुकाम तानसेनमा गरिएको साझा सवालको यो बहस चाहिँ म यहीँनिर टुङ्ग्याउन चाहन्छु। तर तपाईँ यो बहसलाई हाम्रो सामाजिक सञ्जाल युट्युब, फेसबुक, ट्विटर अनि इन्स्टाग्राम मार्फत जारी राख्न सक्नुहुन्छ भने तपाईँ हामीलाई प्रतिक्रिया पनि पठाउन सक्नुहुन्छ पत्र मार्फत। त्यसको लागि हाम्रो ठेगाना हो कार्यक्रम साझा सवाल, BBC नेपाली सेवा, पोस्ट बक्स नम्बर 672 काठमाडौँ नेपाल। अनि इमेलमा हामीलाई पत्र लेख्ने ठेगाना हो nepali.letters@bbc.co.uk। आजको कार्यक्रममा सहभागी हुनुभएकोमा नेकपा एमालेका सांसद एवं पूर्व मन्त्री सोमप्रसाद पाण्डे, त्यसैगरी नेपाली काङ्ग्रेसका सांसद हरिप्रसाद नेपाल अनि माओवादी केन्द्रका सांसद तुलसा राणा सहित तपाईँ पाल्पाका सहभागी दर्शक अनि श्रोता सबैलाई धेरै धन्यवाद। कार्यक्रमबाट आजका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।